अब हामी शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुन यो सम्मेलनको लागि शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुन म नेवा खल कास्कीका अध्यक्ष आदरणीय अध्यक्ष अशोक पालेखेज्यूलाई म अनुरोध गर्न चाहन्छु। अशोक पालेखेज्यू उहाँ हुनुहुन्छ कास्की जिल्ला नेवाखलका अध्यक्ष हुनुहुन्छ अशोक पालेखेज्यू। उहाँबाट यो सम्मेलनको शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। थया ज्या जोया यमसी त एको सुभाय तो ज्या जोया मुपा आदरणीय मास्टरवीर पिने जेना त जायदिल थन तो कार्यक्रम या नायो मैजू रमिला श्रेष्ठ राष्ट्रिय ज्ञानमाला संघ या अध्यक्षज्यू मंचना दीपी थासे थासलान झापी डको मु पापी पापी र विराटनगर नसिंह गुल्मी तक अले डकेशा खुशिया ख मित्र राष्ट्र भारत सिक्किम लन झापी झिन्च्यामा दाजुकी जाटा केपी डको सिधा जोजोलप्पा जी नेवाखला कास्किया नायो अशोक पालिखे थन झापी डको पापी त पोखरा चुनादी तले बाल्लाका चुनादी स दया एको लसकुस नै आना चुनाव दो आज 11औं राष्ट्रिय महाधिवेशन ज्ञानमाला संघको जुन हुँदैछ यो पोखरामा आयोजना गर्नु भएकोमा म ज्ञानमाला संघ राष्ट्रिय समितिका अध्यक्ष रमिला श्रेष्ठ लगायत पदाधिकारीहरूलाई हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। गुल्मीदेखि विराटनगरसम्म नेपालभित्र र विशेष गरी सिक्किमबाट पहिलो पटक पाल्नुभएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक स्वागत लसकुस पनि भन्न चाहन्छु। र आज केही व्यक्तित्वहरू जसले ज्ञानमाला सम्बन्धी या बुद्ध धर्म सम्बन्धी पोखरामा या राम्रोसँग काम गरिरहनु भएछ नेपालमै पनि उहाँहरूलाई सम्मानित अभिनन्दन गर्दै हुनुहुन्छ। म 11औं राष्ट्रिय महाधिवेशन समितिका पदाधिकारी अध्यक्षज्यू र स्थानीय आयोजकज्यूलाई उहाँहरूलाई अभिनन्दन गर्नुभएकोमा हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। संयोगले तिलक दाई पनि अहिले अभिनन्दित हुँदै हुनुहुन्छ। अस्ति भर्खरै करिब 15-20 दिन पहिले मात्र पोखरा महानगरपालिकाले नवरत्न छानिएका थिए। पोखराभित्रका नवरत्नमा तिलक दाई पनि पढ्नु भएको थियो। पुनः उहाँलाई हार्दिक बधाई दिन चाहन्छु र अहिले फेरि अभिनन्दित हुनुभएकोमा म डबल बधाई दिन चाहन्छु। तिलक दाईको सुस्वास्थ्य दीर्घायुको कामना पनि गर्न चाहन्छु र अन्य मित्रहरू जो अभिनन्दित हुनुहुन्छ उहाँहरूलाई हार्दिक बधाई पनि ज्ञापन गर्न चाहन्छु। म अलिकति सिक्किमतिर जान चाहे। सिक्किममा अहिले हुन त भारतमा विलय भएपछि नेवा भाषा संस्कार संस्कृतिको लागि धेरै राम्रो प्रयास भएको जानकारी पाएको छु र त्यसरी नै अहिले ज्ञानमाला संघमा पनि पहिलो पटक सिक्किमदेखि 18 जना दाजुभाइहरू आउनुभयो। म उहाँहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। तपाईहरुको चाहे भारतमा भए पनि नेपालको भजन यस्तै ज्ञानमाला भजनसँग सहभागी हुनुभएकोमा बधाई ज्ञापन गर्न चाहन्छु र सिक्किम र नेपालको नेवा खलहरू पनि एक आपसमा भाइचाराको सम्बन्ध रहोस् भन्ने अनुरोध पनि गर्न चाहन्छु। ज्ञानमाला संघले पहिलो पटक पोखरामा यो राष्ट्रिय रूपमा भजन गर्दैछ, ज्ञानमाला सम्मेलन गर्दैछ। यसले गर्दाखेरि पोखरा एउटा अलिकति ज्ञानमाला भजनमय भइरहेको छ। करिब 12-1300 जना दाजुभाइ दिदीबहिनीहरू यहाँ उपस्थित हुनु भनेको पोखरा एउटा पर्यटकीय सहर हो, पर्यटकीय राजधानी पनि हो। यसले पोखराको पर्यटनमा खाली हिमाल, पहाड, तराई या फेवाताल र माछापुच्छ्रे मात्र देखाएर होइन कि
यस्ता किसिमका धार्मिक कार्यहरूले पनि पोखराको पर्यटनहरू विकास हुन सक्छ भन्ने सिद्ध गरेको छ। त्यसले गर्दाखेरि तपाईहरु 3 दिन बस्नु हुँदाखेरि 26, 27, 28 केही कमी कमजोरी भएको छ भने पोखरेलीहरूले केही गल्ती गर्यो भनेर यहीँ छोडेर जानु होला र राम्रो कुरो छ भने पोखरा यति राम्रो रहेछ भनेर व्यापक रूपमा प्रचार प्रसार गरिदिनु हुनेछ भन्ने आशा एवं विश्वास पनि लिन चाहन्छु। किनभने पोखराको आर्थिक अवस्था, पोखराको आर्थिक स्थिति पर्यटनमै निर्भर छ। यहाँ किसानदेखि लिएर होटल उद्योगहरू, ट्राभल एजेन्ट्सहरू, उद्योगपतिहरू पनि यो पर्यटनले नै पोखराको आर्थिक अवस्था वृद्धि भइरहेको छ। यो 1200-1300 जना तपाईहरु जुन आउनुभयो, निश्चय पनि यसले पोखराको आय आर्जनमा, पोखराको व्यापार स्थितिमा अनि अन्य गतिविधिमा एउटा सघाउ पुग्नेछ भन्ने आशा लिइरहेको छु। म केन्द्रीय अध्यक्ष रमिलाजी लगायत केन्द्रीय पदाधिकारीहरूलाई म पुनः एकपटक पोखरामा यो 11औं राष्ट्रिय भजन सम्मेलन गर्नुभएकोमा हार्दिक बधाई दिन चाहन्छु सम्पूर्ण पोखरेलीको तर्फबाट, सम्पूर्ण जनजातिहरूको तर्फबाट। बुद्ध धर्मबारे भनिरहनु पर्ने आवश्यकता छैन। भजनबारे कुरा गर्दाखेरि पोखरामा स्वर्गीय प्रज्ञारत्न वज्राचार्यले जुन किसिमले एउटा ज्ञानमाला भजन सुरुवात गर्नुभयो, म उहाँलाई सम्झन चाहन्छु र उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। त्यस्तै सुवर्ण वज्राचार्य, सोम वज्राचार्यले पनि उहाँहरूले ज्ञानमाला भजनको धेरै प्रचार प्रसार गर्नुभयो। म बेला बखत मेरा नातेदारहरू पाटनमा छन्, गाबालतिर जाँदाखेरि कहाँबाट आएको भन्यो भने म पोखराबाट भन्यो भने अनि प्रज्ञारत्न भन्ने चिन्छौ तिमीहरूले भन्छ। प्रज्ञारत्न हाम्रो दाइ हो भनेपछि उहाँ आएर पोखरा यहाँ गाबालतिर ज्ञानमाला भजन सिकाउनु भएको थियो भन्ने एउटा गुणगान, एउटा पोखरामा ज्ञानमालाको लागि, भजनको लागि जुन उहाँहरूले गर्नुभयो, म उहाँहरू तीनैजनाको आत्माको पनि चिर शान्तिको कामना गर्न चाहन्छु। र यो भजनले, यस्ता भजनले, अब भजन पहिला नेवामा मात्र हुन्थ्यो, अब यसलाई समय सापेक्ष नेपालीकरण पनि भइरहेको छ। निश्चय नै राम्रो कुरो हो। अब यसलाई अझ व्यापक प्रचार प्रसार गर्दै जानलाई हामीले अझ समय परिस्थिति अनुसार जानुपर्छ जस्तो लाग्छ। हुन त आज स्वागतमा पहिला भजन भनेको तबला र हार्मोनियम मान्थ्यो, अहिले गिटार किबोर्ड पनि आएर युवाहरूलाई पनि समेट्ने एउटा राम्रो प्रयास भइरहेको छ। अब भोलि र पर्सि दिनभरि यो भजनहरू हुनेछन्। निश्चय पनि पोखराले पनि, पोखराका भजनकर्मीहरूले पनि फाइदा उठाउनेछन् भन्ने मलाई लागिरहेको छ। र नेपालमा वज्रयानी जुन परम्परा थियो र त्यहाँबाट पछि भिक्षु अमृतानन्दले थेरवादी परम्परा लिएर आउनुभयो, यो परम्पराहरूलाई जोगाउनु पनि नितान्त आवश्यकता छ। काठमाडौँमा बढी जस्तो वज्रयानी र थेरवादी परम्परा छ। अहिले अन्य परम्पराहरू आउन थालिरहेछ। हाम्रो आफ्नै परम्परा, बुद्ध धर्मको परम्परा र बुद्ध धर्मको आफ्नै महत्त्व जुन थियो त्यसलाई क्रमिक रूपमा हराउँदै जाने हो कि भन्ने एउटा अलिकति चिन्ता पनि लाग्नुपर्ने एउटा विषय भइरहेको छ। म रमलाजी लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले, केन्द्रीय पदाधिकारीहरूले र आदरणीय भिक्षु मास्टरवीरहरूले यसतर्फ सोच्नुहुनेछ भन्ने म अनुरोध गर्न चाहन्छु। र म यति भने पुनः एकपटक सिक्किमदेखि गुल्मीसम्मबाट आउनुभएका 85वटा भजन खलबाट आउनुभएका 1200-1300 जना दाजुभाइ दिदीबहिनीहरूलाई म पोखरामा हार्दिक स्वागत गर्न चाहन्छु नेवाखलको तर्फबाट र सम्पूर्ण जातीय संस्थाहरूको तर्फबाट। र यहाँहरूको 3 दिन पोखरा बसाई रमाइलो रहोस्। केही कमी कमजोरी भएछ भने त्यसलाई बिर्सेर गइदिनुहोस्। किनभने बुद्धले भन्नुभएछ क्षमा भनेको ठुलो कुरो हो। त्यसले यहाँ भएको कमी कमजोरीहरूलाई यसलाई क्षमा गरेर गइदिनुहोस् र यहाँ भएका राम्रा कुराहरू बुद्धको उपदेश जस्तै गरेर यसलाई बाँडेर गइदिनु हुन विनम्र अनुरोध गर्दै मेरा भनाइहरू यहीँ अन्त गर्न चाहन्छु। हस्, शुभया। हेलो, साधु साधु साधु। हाम्रो उहाँ हुनुहुन्छ पालिखेज्यू र उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र उहाँले जुन आफ्नो यो सम्मेलनको बारे, साथै पोखराको बारेमा व्यक्त गर्नुभयो र पालिखेज्यूबाट हार्दिक 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 उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु। अब हामी जाउँ शुभकामना मन्तव्य।
हाम्रो संस्थापक नेपाल राष्ट्रिय ज्ञानमाला समिति 2051 साल चैत्र 18 गतेको दिन स्थापना भएको हो। जुन संस्थापक मध्येमा एकजना सक्रिय हुनुहुन्छ र उहाँ हुनुहुन्छ हाम्रो यो केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ श्री किरण कुमार जोशी। उहाँबाट शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। पूज्य भिक्षु वर्गहरू, आज यस समारोहका सभापति तथा राष्ट्रिय ज्ञानमाला सङ्घ ज्ञानमाला राष्ट्रिय सङ्घका अध्यक्ष रमना श्रेष्ठज्यू लगायत सम्पूर्ण सल्लाहकार वर्ग, सम्पूर्ण पदाधिकारी वर्ग, सम्पूर्ण यस जिल्ला व्यवस्थापन पोखरा ज्ञानमाला सङ्घका व्यवस्थापनका सम्पूर्ण व्यक्तित्वहरू र यहाँ उपस्थित नेपालभरि 7 प्रदेशका ज्ञानमाला सङ्घका पदाधिकारी तथा सदस्यज्यूहरू उपस्थित हुनुभएका सम्पूर्ण अन्य महानुभावहरू, ज्ञानमाला सङ्घको इतिहास 30 वर्षभन्दा पनि बढी भइसकेको छ। प्रथम ज्ञानमाला राष्ट्रिय सम्मेलन 2050 मा ज्ञानमाला भजन खलबाट सुरु भएपछि 2051 साल चैत्र 18 गते प्रथम ज्ञानमाला सम्मेलनको उपज ज्ञानमाला महासङ्घ गठन भएको थियो। त्यो ज्ञानमाला महासङ्घले उसको तत्वावधानमा अन्य सम्पूर्ण ज्ञानमाला राष्ट्रिय सम्मेलनहरू सम्पन्न हुँदै आइरहेको र चतुर्थ राष्ट्रिय ज्ञानमाला सम्मेलन धरानमा हुँदाखेरि नेपाल राष्ट्रिय ज्ञानमाला समिति भन्ने नामाकरण त्यसको रूपान्तरण भयो। त्यसको रूपान्तरणले नेपाल राष्ट्रिय ज्ञानमाला समितिको तत्वावधानमा अन्य राष्ट्रिय सम्मेलनहरू सम्पन्न हुँदै आइरहेका थिए र पछि यसै 11औं सम्मेलनमा यसको रूपान्तरण अर्को चोला बढियो ज्ञानमाला राष्ट्रिय सङ्घ भनेर। यो टेक्निकल कारणले भइरहेको एउटा उपज मात्र हो, तर यो सम्मेलन हाम्रो सम्पूर्ण ज्ञानमाला सङ्घहरूको सम्मेलन हो। सम्पूर्ण भगवान बुद्धप्रति आस्था राख्नेहरूको सम्पूर्ण सम्मेलन हो। भगवान बुद्धले हामीलाई दिनुभएको उपदेशको चाहिँ रूपान्तरण जनजनमा कसरी पुर्याउने, घर घरमा कसरी पुर्याउने हामी ज्ञानमाला भजन कर्मीहरूले गर्दै आएका थियौँ। यो हामीले यसको घर घरमा पुर्याउने हामी सफल हुँदै आइरहेका छौँ। पहिलो सम्मेलनमा करिब 50 वटा मात्रै ज्ञानमाला भजन संस्थाहरू थियो। अहिले आएर 144 वटा ज्ञानमाला भजन सङ्घहरू गठन भइसकेका छन् र 7 प्रदेशमा यो फैलिएको छ। यसले गर्दाखेरि हाम्रो लक्ष्य, हाम्रो उद्देश्य सफल भइरहेको हामीले अनुभूति पाएका छौँ। यो नयाँ कार्यसमिति 2079 मा जुन कार्यसमिति आयो त्यसले पनि फेरि उपसमितिहरू 74 मा 2074 मा उपसमितिहरू आयो। त्यसपछि चाहिँ अरू उपसमितिहरू गठन भए। नेपाल अधिराज्यभर 7 प्रदेशमा ज्ञानमाला भजन सङ्घहरू गठन हुँदै सिक्किमसम्म पुगेको अहिले हामीले देखिरहेका छौँ। सबैलाई धन्यवाद दिन, सबैलाई शुभकामना दिन नेपाल राष्ट्रिय ज्ञानमाला सङ्घ नेपाललाई पनि शुभकामना दिन मलाई 2 शब्द बोल्न दिनुभएकोमा यस नेपाल राष्ट्रिय ज्ञानमाला सङ्घलाई हार्दिक धन्यवाद र शुभकामना दिँदै यसको हामीले राखेको लक्ष्य प्राध्यापक सुवर्ण साके, शान्तरत्न साके, दिवंगत शान्तकुमार चित्रकार म स्वयं किरण कुमार जोशीले लिएको यो अग्रसर हाल झन्
यो नेवारी भाषामा भन्छ तब्या व टफा जुया नेपा भरिए ठो फैले जुया उना चौँडो उके लागि ठो राष्ट्रिय सङ्घ ज्ञानमा राष्ट्रिय सङ्घ या त हानसका हार्दिक कृतज्ञता ज्ञापन यासे शुभकामना व्याचुना शुभ भवतु सब मङ्गल। साधु 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 श्री किरण कुमार जोशीज्यूलाई हामी उहाँबाट जुन स्थापना कालदेखि निरन्तर उहाँले योगदान गरिरहनु भएको छ। अब यहाँहरू समक्ष मुख्यमन्त्रीबाट प्राप्त शुभकामना पत्र म वाचन गर्नुको लागि आदरणीय वरिष्ठ उपाध्यक्ष विमल बहादुर साक्यज्यूलाई अनुरोध गर्दछु। धन्यवाद महासचिवज्यू। हामीलाई गण्डकी प्रदेश सरकार पोखरा नेपालबाट माननीय मुख्यमन्त्रीज्यूको शुभकामना सन्देश प्राप्त भएको छ। म यहाँहरू समक्ष उक्त शुभकामना सन्देश वाचन गर्न चाहन्छु। गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेज्यूको शुभकामना सन्देश। विश्व शान्तिका नायक भगवान बुद्धको पवित्र जन्मभूमि नेपालबाट बुद्धका अमूल्य शाश्वत र मानवतावादी उपदेशहरूलाई सर्वव्यापी रूपमा सम्प्रेषण गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय ज्ञानमाला सङ्घ नेपाल काठमाडौँको तत्वावधान तथा ज्ञानमाला सङ्घ धर्मशिला बुद्ध विहार नदीपुर पोखराको व्यवस्थापनमा आयोजना भइरहेको 11औं राष्ट्रिय ज्ञानमाला सम्मेलन 2082 को 3 दिवसीय कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। भगवान बुद्धका करुणा, मैत्री, अहिंसा, मध्यम मार्ग र प्रज्ञामा आधारित उपदेशहरू आजको विश्वव्यापी अशान्ति, द्वन्द्व, असहिष्णुता र भौतिकताले सिर्जना गरेका चुनौतीहरू समाधान गर्ने दिगो आधार हुन्। यस्ता सम्मेलनहरूले बुद्ध दर्शनलाई केवल धार्मिक आस्थामा सीमित नराखी जीवन पद्धति, सामाजिक सद्भाव र विश्व शान्तिको मार्गदर्शकका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्। ज्ञान, नैतिकता र चेतनाको विकास मार्फत मानव समाजलाई सही दिशामा अग्रसर गराउने राष्ट्रिय ज्ञानमाला सङ्घको अभियान अत्यन्त प्रशंसनीय छ। गण्डकी प्रदेश ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले समृद्ध भूमि हो। यो नेपालको पर्यटन राजधानी पनि हो। यहाँ बुद्ध दर्शन, संस्कृति र पर्यटनलाई जोडेर सामाजिक रूपान्तरण र समृद्धिको यात्रालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको कुरा यस अवसरमा स्पष्ट पार्न चाहन्छु। यस सम्मेलनबाट उत्पन्न हुने बौद्धिक विमर्श, सुझाव र निष्कर्षहरूले समाजमा शान्ति, सह-अस्तित्व, नैतिक नेतृत्व र मानवीय मूल्य प्रवर्धनका सकारात्मक प्रभाव पार्ने मैले विश्वास लिएको छु। अन्त्यमा कार्य व्यस्तताका कारण म यस कार्यक्रममा सहभागी हुन नसकेकोमा क्षमा चाहन्छु। 11औं राष्ट्रिय ज्ञानमाला सम्मेलन आयोजना गर्नुभएकोमा आयोजक संस्था, व्यवस्थापन समिति, विद्वान, वक्ता, अनुयायीहरू, साधक तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दै यो गण्डकी प्रदेश सरकार र मेरो तर्फबाट सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। सुरेन्द्र राज पाण्डे, मुख्यमन्त्री। धन्यवाद। जय नेपाल। विक्रम सम्वत 2082 पौष 26 गते, नेपाल सम्वत 1146। धन्यवाद। धन्यवाद। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेज्यूद्वारा जुन शुभकामना पत्र पठाउनु भएको छ, उक्त शुभकामना पत्र वाचन गरिदिनु भएकोमा विमल बहादुर साक्यज्यूलाई हार्दिक 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 धन्यवाद। अब हाम्रो दोस्रो चरणमा ज्ञानमाला भजन प्रस्तुत गर्ने क्रम जारी हुन्छ। त्यसकारण म ज्ञानमाला भजन खला स्वयम्भू र अब हामी पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्दै आउनुभएका हाम्रो महानगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष श्री दिवसमान प्रधानाङज्यू, उहाँलाई छोटो मन्तव्यको लागि म विनम्र अनुरोध गर्दछु।
धन्यवाद ओदोसोज्यू, यस कार्यक्रमका अध्यक्षज्यू र यस महत्त्वपूर्ण कार्यक्रमका प्रमुख अतिथिज्यू र यो राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालको आयोजनामा नेपाल र अधिराज्यका विभिन्न जिल्लाबाट ठाउँबाट पाल्नुभएका सम्पूर्ण ज्ञानमाला सङ्घका श्रद्धेय दाजुभाइ दिदीबहिनी पोखरामा स्वागत गर्न चाहन्छु। नेपालको पर्यटनको राजधानी पोखरा धार्मिक, सांस्कृतिक र विभिन्न जात जाति वेशभूषा र जातापातले भरिपूर्ण भएको ऐतिहासिक महत्त्वपूर्ण सहर पोखरामा यहाँहरू सबैलाई पोखरा महानगरपालिकाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। यो संस्था वास्तवमा अत्यन्त नै महत्त्वपूर्ण संस्था छ, जसले बौद्ध धर्मका बारेमा, गौतम बुद्धका बारेमा धेरैवटा ज्ञानहरू, शिक्षाहरू दिने गर्छ। मानिसहरूलाई सही बाटोबाट सही कर्ममा हिँड्न पनि प्रेरणा दिन्छ। त्यस कारणले गर्दाखेरि पनि यो ज्ञानमाला सङ्घ आफैमा महत्त्वपूर्ण छ। 2051 सालमा स्थापना भएर 178 स्थापना भएको संस्थामा आफै महत्त्वपूर्ण छ। मलाई लाग्छ 150 वटा ज्ञानमाला सङ्घ रहेका छन्। त्यसैले पनि यो संस्थाको चाहिँ प्रगति उन्नतिको म कामना गर्न चाहन्छु र आजको यो महत्त्वपूर्ण सम्मेलनमा, यो कार्यक्रममा उपस्थित भएर पोखरामा पाल्नुहुने सम्पूर्ण अतिथि महानुभावहरूलाई पोखरा महानगरपालिका र पोखरा महानगरपालिका वडा नम्बर 2 को तर्फबाट हार्दिक स्वागत गर्दै र यहाँहरूको चाहिँ पोखराको बसाइ राम्रो होस्, सफल होस्। कहीँ कतै कुनै समस्या पऱ्यो भने पोखरा महानगरपालिका यहाँहरूको सहयोग र सद्भावको लागि जहिले पनि तयार छ। किनभने पोखरा आफैमा ऐतिहासिक महत्त्वपूर्ण शान्तपूर्ण ठाउँ हो। यिनै कुरा राख्दै फेरि पनि यो संस्थामा पाल्नु भएकोमा सबैलाई हार्दिक स्वागत गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।